अरू कोही नभएर हाम्रो स्टेजमा अगाडि बस्नुभएको पुरुषोत्तम बजनानी हो भन्ने मैले चाहिँ बुझेँ कि अब मेमले कसरी बुझ्नुहुन्छ होइन। आकाशमा निलो हुन्छ, वैज्ञानिकले भन्छन् समुद्र अब 71% पानी भएको हुँदा त्यसको रिफ्लेक्सन चाहिँ माथि पर हामीले त्यो निलो देखेका हौँ। निलो अनन्त हुन्छ, त्यसको कुनै सीमा नै छैन। प्रेम पनि यति गाढा हुन्छ कि त्यसको परिभाषा गर्न सकिँदैन। अब अर्को प्रश्न चाहिँ मेरो हजुरलाई, यो किन निलो माया लेखिन, किन माया लेख्दाखेरि मानसिक यातना हुन्छ भनेर हो कि माया भनेको त मानसिक यातना पनि हुनसक्छ। अनि प्रेमले चाहिँ अब सधैँ राम्रो हुन्छ भन्ने त छैन होइन। मेरो चाहिँ अब कसैले वाट इज लभ भन्नुभयो, लभ इज एज डेन्जरस एज पोइजन भन्छु म। किनभने प्रेमले मान्छेलाई आँसुभन्दा बढी आँसु दिन्छ। अब म साहित्यको एउटा प्राध्यापक भएको कारण चाहिँ जम्मा 5 प्रकारका प्रेम हुन्छन्। हजुरको कुन क्याटेगोरी के प्रश्न पारिदिनु होला। एउटा लुज लभ भन्छ, जसलाई भेट्यो पनि आई लभ यु भन्छ। प्रेममा सेपरेसन भयो भने नो टेन्सन, कुनै मतलब छैन, कुराको चाहिँ लभ लेटर रहेछ, मतलब भएन। अर्को हुन्छ म्यानिक लभ, प्रेमी प्रेमिका सँगसँगै बस्छन्, सँगसँगै हिँड्छन्, आई लभ यु भन्दैनन्, वर्षौँ समय लाग्छ त छुटिन सक्छ। सायद हजुरको यो चाहिँ प्रेम हो कि। अनि अर्को हुन्छ प्र्यागमा लभ, क्वालिफिकेसन हुन्छ, अर्निङ क्यापासिटी हुन्छ, त्यसमा हेरेर प्रेम गर्ने हुन्छ। अनि अर्को लास्टै हुन्छ इरोस हुन्छ है। ह्यान्डसम केटा भने भयो, ब्युटिफुल केटीको भने त्यसै क्वालिफिकेसन एजुकेसनको केही पनि सम्बन्ध छैन। अब हजुरको यो जुन उपन्यासमा हजुरको कुन क्याटेगोरीको लभ त्यहाँनिर हजुरले उल्लेख गर्नुभएको छ? धन्यवाद। धेरै गहिरा र राम्रा मिठा मधुर अनि खोलाको किनार वरिपरि बसेर सुन्यो भने त्यो प्रश्नले ठेलेर अलिक खोलामै त्यसका लागि त्यसका अलिकति गहन कुरा ल्याउनु एकदम राम्रो प्रश्न कि बुझेको मान्छेले त्यसरी प्रश्न गर्नुहुन्छ। मैले अब प्रेम र मायामा तपाईँ अब हामी धेरै गहिरा कुरा गऱ्यौँ भने भाइ बहिनीले नबुझ्नु होला अथवा धेरै बोझिलो होला भनेर मैले माया प्रेम पिरतीको परिभाषा छुट्याएन। तर यद्यपि के चाहिँ हो भने अब त्यस्तो हो, आमा भन्नु, मा भन्नु अथवा अब नेवारी भाषामा अर्को भन्छ होइन, त के छ नि त्यो सबैको अर्थ चाहिँ के हो भने आफूलाई जन्म दिने त्यो हो। अब यो माया प्रेमका कसैले माया भनेको चाहिँ छल कपट अथवा यो सांसारिक माया, अनि प्रेम भनेको चाहिँ भगवानसँग हुने प्रेम, अनेक व्याख्या छन्। त्यतापट्टि म गइनँ। यसलाई सामान्य रूपमा अब प्रेम भनेको चाहिँ पिरतीकै रूपमा तपाईँले लिनुहोस्। निलो किन भन्नुभयो सरले होइन सर? निलो चाहिँ मैले अहिले उत्तर दिइसकेको छु कि अनन्त प्रेम, फराकिलो प्रेम, त्यो निलो आकाश चाहिँ अनन्त प्रेम, निलो प्रेम भन्ने अर्थमा राखेँ। अब प्रेम कस्तो खालको भन्नुभयो। अब यो किताबमा चाहिँ त्यो आई लभ यु भन्ने पनि झन्डै 200 पेजमा पुगेको छ। तर यसको मतलब यो होइन कि सरले त्यो दोस्रो क्याटेगोरीको भन्नुभयो नि। म चाहिँ प्रेमको क्याटेगोराइजेसन जसले 5 प्रकारको थियो नि, त्यो मान्छेलाई छुट्टो प्रकारको प्रेम थाहा नभएर उसले 5 वटा दियो कि। म चाहिँ त्यसरी जान्छु। चार्ल्स डार्विनले भनेका कुरा मात्रै हो त साँच्चीकै हामी यो जीवनको उत्पत्ति होइन जस्तो लाग्छ क्या मलाई त। हामीले साइन्स जति पुगेका छौँ, हामीले जति साहित्य लेखेका छौँ, जति हाम्रा छन्